धेरै समयअघि येशूले एक कथा सुनाउनुभयो जसले मानिसहरूलाई परमेश्वरले कति माया गर्नुहुन्छ भनेर बुझ्न सहयोग गर्यो। त्यो कथालाई भनिन्छ हराएको भेडाको दृष्टान्त। एक छोटी एक गोठालो थियो जससँग 100वटा भेडा थिए। उसले प्रत्येक भेडाको माया र हेरचाह गर्थ्यो, खुवाउँथ्यो, डुलाउँथ्यो र सुरक्षित राख्थ्यो। एउटा सानो भेडा टाढा हराएर गइसकेको थियो। गोठालोको मुटु छिटो छिटो धड्किन थाल्यो। उसले भनेन, ठिकै छ, अझै 79वटा त छन्। होइन, उसलाई त्यो हराएको एउटै भेडाको पनि ठूलो माया थियो। त्यसैले उसले 79वटा भेडाहरूलाई सुरक्षित ठाउँमा छोड्यो र हराएको भेडा खोज्न निस्कियो। झाडीहरू हुँदै, ढुङ्गाहरू टेक्रिँदै, रातको अँध्यारोमा छिर्दै अन्ततः उसले हल्का बा भन्ने आवाज सुने। त्यो उसको सानो भेडा थियो, झाडीमा अड्किएको, चिसो र डराएको। गोठालो मुस्कुरायो, उसलाई उठायो र भन्यो, म तिमीलाई भेटेँ सानो बाबु, अब घर जाउँ। येशूले भन्नुभयो, त्यसै गरी जब हराएको एउटा व्यक्ति भेटिन्छ र परमेश्वरतिर फर्कन्छ, तब स्वर्गमा ठूलो आनन्द हुन्छ। तपाईँ परमेश्वरका लागि अमूल्य हुनुहुन्छ, अनि तपाईँ पापमा जति टाढा गए पनि उहाँ तपाईँलाई खोज्दै आउनुहुन्छ, किनभने उहाँको माया कहिल्यै नछोड्ने हो।